आज चाहिँ हाम्रो कान्छा छोरा मिवानको बर्थडेको दिन। सो हामी चाहिँ आज तयारी गर्दैछौँ केक काट्ने र यसो साथीभाइसँग रमाइलो गर्नको लागि। यो चाहिँ मिवानको बर्थडे केक रेडी भएर बसेको छ यहाँ। र यताको साइडमा आजको डेकोरेसन मिवान इज वान। र आजको डेकोरेसनको लागि हाम्रो डेमिका बहिनी र हस्बेन्डको चाहिँ यसमा ठुलो हात छ। सो त्यही भएर डेमिका बहिनी र जगत भाइलाई चाहिँ यो आजको डेकोरेसनको लागि थ्याङ्क यू भेरी मच। यहाँनिर चाहिँ मिवान इज वान भनेर लेखेको छ। यो चाहिँ क्याम्प भयो। सो यहाँनिर चाहिँ डिसेसहरू रेडी भइसकेको छ आजको लागि। डिसेसहरू बनाउनको लागि चाहिँ मिस्टर सन्जोग गुरुङको चाहिँ ठुलो हात रहेको छ यसमा चाहिँ। के छ कान्छु को अङ्कलसँग तिमी? हेलो 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 मिवान। ल छोरो यो अलिक सिरियस टाइपको हो कि सिरियस टाइपको मान्छे हो यो। हेर न हाँस्दै हाँस्दैन। यहाँनिर स्पेसल डिसेसहरू रेडी छ होइन। डिसेसहरू अब यो खानालाई रेडी छ। अब टक्क सबै आएपछि झ्यामझुम खानुपर्छ। अनि माइजू नमस्ते माइजू, वेलकम टु माई ब्लग है त फेरि अर्को ब्लग छोराको फर्स्ट बर्थडेको ब्लग। अनि सोल्टी थ्याङ्क यू भेरी मच फर कमिङ होइन। अनि यहाँ हाम्रो संजोग मेरो कान्छो भाइ होइन हेड सेफले चाहिँ आज सब खानेकुरा रेडी बनाएर चाहिँ अब टक्क खाने हो हामीले सबै अब। अनि हाम्रो मम्मी चाहिँ यहाँ साइडमा बसेर पुरा हाँसेर बसिरहेको छ होइन। के छ सम्मान बेटा खाँदैछौ तिमी भाइको बर्थडेमा? हाम्रो यहाँ चाहिँ केटाकेटी ग्याङले चाहिँ पुरा खाएर बस्न थालेछ यहाँ। अब यो केटाकेटी ग्याङको के छ हालखबर? आजको हाम्रो बर्थडे बोयको बाजे कान्छा नातिको चाहिँ बर्थडेमा ड्याडी चाहिँ एकदम खुसी हुनुहुन्छ आज। मेरो कान्छा नाति मिवानको पहिलो वर्षको शुभ जन्मदिनको पावन अवसरमा मेरो बाबुलाई सुस्वास्थ्य शुभ कामना सर्वप्रथम सुस्वास्थ्य दीर्घायु र मङ्गलवान र सधैँ उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। मेरो बाबुले अब पहिलो वर्ष प्रवेश गर्दै अब आउँदा दिनहरूमा उसका सबै दिनहरू खुसियाली हुँदै जाओस्, सुस्वास्थ्य हुँदै जाओस्, दीर्घायु हुँदै जाओस् र मेरो बाबु मिवानलाई मेरो कान्छा नाति मिवानलाई धेरै धेरै शुभ आशीर्वाद पनि दिन चाहन्छु।
थ्याङ्क यू भेरी मच ड्याडी तपाईँको यो स्विट मिठो मेसेजको लागि है ड्याडी आज यहाँ बर्थडे बोयको मम्मी खै यता आउनु तिमी के हो कता कता गएको हो भने खै ए कान्छी के खाएको तिमीले कान्छी के खाँदै तिमी के खाँदै कान्छी ल मक्ख परेको छोरा खाँदै होइन खानामा बिजी छ केटाकेटी टोली यहाँ हाम्रो अजिता बहिनीले नि पुरा भिडियो खिच्दैछ होइन ड्याडी मम्मी माइजू पुरा गफ गर्न व्यस्त छ के छ त्यहाँहरू के हो त्यो चिकन स्पेसल चिकन फ्रम सेफ सन्जोग अन्टेको लागि चाहिँ एन्ड बच्चाहरूलाई चाहिँ यहाँ जुसहरू अनि मोमो आहा कस्तो मिठो मोमो हेर्दै खाउँ खाउँ लाग्ने है बेटा सम्मान सम्मान ए सम्मान सम्माने ल आज हाम्रो मिबान छोरा कान्छाको बर्थडेको दिन फर्स्ट बर्थडे 1 वर्ष पुग्यो छोरा तिमी आजबाट अब चाहिँ यहाँ हामी धुमधामकोसँग घरमा पार्टी मनाउनु पर्छ होइन एहे ल खोकी पो लाग्यो यार ओ ल ल ल ल कान्छा के भयो ल ल हिपी भुर्रे बर्थडे केक काट्ने हो आज बेटा है ल है वेलकम वेलकम ल ल आसिमा छोरी ल वेलकम टु द ब्लग युजिन बेटा हेलो युजिन ओ युजिन 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 ओ युजिन बेटा खै त बाथीले बोलाएको हेर्नुपर्छ नि भाइलाई ह्याप्पी बर्थडे भन नि त ह्याप्पी बर्थडे भन नि त युजिन ह्याप्पी बर्थडे भन नि त भाइलाई ह्याप्पी बर्थडे भन नि त भाइलाई भन भन्दैनौ गुड्डु पनि छ आजको बर्थडे पार्टीमा हाम्रो विवानको सानो मम्मी है के छ त ल यसो ह्याप्पी बर्थडे भन्दै नि त छोरालाई थ्याङ्क यू भेरी मच थ्याङ्क यू ल धन्यवाद त्यो पुरा खिचिरहेछ त एक्लै एक्लै बर्थडे ब्लग बनाउँदै बुढी तिमी चाहिँ यो राइजिङ ब्लगर हो ल आजको हाम्रो स्पेसल मान्छेहरू आइपुग्यो के अरे ए डेमिका म त डेमिका बहिनी भनेर आयो के ल डेमिका बहिनी ल आजको चाहिँ डेकोरेसनको नाम के हो साँच्चै डेमिका जगत डेकोरेसनको हेड भनेको हाम्रो जगत भाइ हो नाम चाहिँ के हो रे डेकोरेसनको लागि चाहियो भने कसैले यहाँ सम्पर्क गर्नु होला है त कान्छा बेटा चाहिँ हाम्रो रोटीसँग आज ल केटाकेटी पुरै बास्केटबल खेल्दैछ दुईजना आशिष र सम्मानले नानी पनि सानो कान्छी के छ सानो कान्छा यो हाम्रो सानो कान्छा ल सानो कान्छा चाहिँ अब सानो दादाको चाहिँ बर्थडे पार्टीको लागि यहाँ सिक्नीबाट आएको छ है के छ कान्छु के छ ड्याडीलाई हेरेछ त खुब के छ सानो बाजेसँग हो
ल कान्छा नातिसँग हाम्रो बाजे ल ल हाम्रो चाहिँ यहाँ कान्छोको चाहिँ यहाँ मामा माइजू नै आइपुग्यो ठ्याक्क ल मामा माइजूले चाहिँ यहाँ यता माइजू चाहिँ यता ए माइजू ल ल नमस्ते नमस्ते ल के हो त यो बोरै बोकेर आएछ त्यो मामाले त पुरै यहाँ के छ बाबु हालखबर ल भाउजू ल वेलकम वेलकम है भाउजू ल वेलकम नमस्ते दोस्त वेलकम ब्याक वेलकम छ है वेलकम ल छोराको बर्थडेमा कान्छेलाई लिएर हेर भाइ मानेछ रियान हेलो कान्छु कोसँग तिमी रियान दादासँग हो मेरो कान्छा चाहिँ यहाँ रमेश दोस्तसँग ल बर्थडेको भयो आजको बर्थडे भयो ल ल भाउजू वेलकम वेलकम आरामै हुनुहुन्छ नमस्ते भाउजू नमस्ते अङ्कल आरामै हुनुहुन्छ हजुर हाम्रो छिमेकी दाई दाई हेलो पहिला हाम्रो यहाँ भूतपूर्व भनौँ न अब हाम्रो भाउजू अजय दाई छोरीसँग है हेलो गर्दै नानु ल हाम्रो कान्छाको अब केक काट्ने बेला भयो कान्छालाई अब बर्थडेको टोपी लगाइदिँदैछ मम्मीले ल कान्छी बेटालाई ट्याग लगाउँदैछ बर्थडेको ट्याग आज कान्छाले ल इभान ल ल ल प्रेस यो सेलिब्रिटी जस्तो भयो त के गर्नु त ल कत्रा भाइरल भयो क्या यहाँ त यस्तो पुरै कान्छा त ल खै ह्याप्पी बर्थडे टु ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे डियर मिबा ह्याप्पी बर्थडे टु यु हिप हिप हुर्रे हिप हिप हुर्रे हिप हिप हुर्रे ल सम्मान आऊ तिमी ल फु गर ल फु गर ल अलि फुक 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 क्ल्याप 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 ल सामानले केक काटी ल सामानले केक काटी ल आऊ सामान केक काट्ने ल ल हेर केक 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 ल ल ल ल ल मिठो रहेछ मिठो रहेछ सामान मिठो रहेछ बाजेले त यता यता रे कस्तो लोभी रहेछ ड्याडी त ल पुरै खानु पुरै खानु पुरै खाऊ न ल मम्मी ल नातिको ह्याप्पी बर्थडे ल पुरै खानु पुरै ल खै काका काकी खोइ कमलले खाइसक्यो युजिन आइज युजिन ए ल यो नट छैन ल ह्याप्पी बर्थडे ल पुरै खाऊ पुरै पुरै बेटा पुरै खाऊ पुरै 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 खाऊ पुरै ह्याप्पी बर्थडे ल काका बाबु यता ल ह्याप्पी बर्थडे ल बुढाको दुधो खुलाइदिनु ल बुढीलाई बाबुलाई ह्याप्पी बर्थडे ल नानु
पुरै खा पुरै सम्मानले अलि सानो खायो कि ल सम्मान ल बिग बाइट अर्को ल अर्को अरूको छ केटाकेटी बाँकी लुनी नानु आऊ केक यता नानुलाई केक ए नानुको मम्मी यता सुन नानुलाई केक ल खसे ल केटाकेटी अब बाँकी आफै खानु बस्यो अब बस्यो सो आज केक सेक काटियो छोराको सो एभ्री वान इज हेयर होइन अब कस्तो भइरहेछ त बुढी भोपाल भइरहेछ ए ल यहाँ हाम्रो तेरिका ल ए यसै संस्कृतिलाई यता नानीलाई छुटेछ केक ल चाहिँ हाम्रो एकदम प्रोफेसनल फोटोग्राफर हो मैले आज हायर गरेर लिएर आएको छु यहाँ अब यहाँ ए नानु के हो पुरै तिमी त केक खाएर पाएर मक्ख परेछौ है यहाँ दाइ चाहिँ छोरीसँग बसिराख्नु भयो रहेछ एहे हेलो नानु के छ हालखबर रियान बेटा त केक खान पाएर दङ्ग परेर बसिरहेको रहेछ यहाँ है ए हाम्रो सानो कान्छा त यहाँ आन्टीसँग बसिरहेको छ युजिन बेटा केक खान पाएर दङ्ग परेर बसिछ तिमी खान्छ युजिन विकेट त ल हाई गर नि त ठुलो पारा ल ल बाजेले आशिक दिँदै रहेछ कान्छालाई यो दलाई लामा जस्तो भयो त मेरो छोरा त घाँटीमा उ लगाएर त्यही त है ल ल ल ल गाउँतिर जाला जस्तो जग्गै छ हाम्रो कान्छी माइजूले हाम्रो सोनमा विवान छोरालाई चाहिँ लगाउँदैछ ल हाम्रो विवानको माइजूले विवानलाई खाता लगाउँदैछ अब चाहिँ ल मामाकोबाट चाहिँ यहाँ एक बोरा सामान आएको छ है एक बोरा सामान मामाको तर्फबाट एक बोरा सामान ल यो चाहिँ अब हाम्रो विवानको काका र काकीको तर्फबाट पुरा खाता लगाउँदैछ छोराले हैन ल है ल यहाँ प्रोफेसनल फोटोग्राफरबाट फोटोग्राफी हुँदैछ है त ल यहाँ चाहिँ अब केक कटिङ हुँदैछ टक्कल र पिसमा ल अब यहाँ छोरा मिवानको बर्थडे गिफ्टहरू चाहिँ अब के रहेछ त हेरौँ न त अब है ल बुढी फ्रम अलिता फ्यामिली हाम्रो अजिता सिस्टर फ्यामिली बर्थडे कार्ड हिपी फुरे ह्याप्पी केक डे रे सुरुबाटै फेरि सन्जो छोडिदिनु के म गर्छु अहिले म पहिला यो भिडियो बनाइहाल्छु अनि गर्छु गरौँ फर्स्ट चाहिँ हाम्रो अलिता एन्ड फ्यामिलीको अजिता सिस अनि निक्जीको
छोरा आयो कि बिचमा बर्थडे कार्ड हिपी फुरे ह्याप्पी केक डे भित्र चाहिँ ह्याप्पी बर्थडे लिटल वान विश यु अलवेज लट्स अफ लभ एन्ड गुड हेल्थ गड ब्लेस यु फ्रम अलिता फ्यामिली अनि यहाँ चाहिँ गिफ्ट कार्ड छ चाहिँ ओ कति राम्रो मिवान हेर न कस्तो राम्रो कति राम्रो ओ माई गड ह्याप्पी बर्थडे डियर मिवान लभ ए लोनी एन्ड फ्यामिली कुशल दाई अनि भक्ति दिदीको तर्फबाट फ्यामिलीको तर्फबाट अनि यहाँ अलिकति क्यास बिचरा बाबुको लागि सेकेन्ड वान अनि थर्ड चाहिँ ह्याप्पिएस्ट बर्थडे फर्स्ट बर्थडे डियर छोरा मिवान यो चाहिँ सुषमा दिदीको तर्फबाट कस्तो क्युट रहेछ To a special boy on your first birthday, sending a big birthday wish. Yeah. Wish you many happy returns of the day. Happiest first birthday to our dear Chora Mivan. Lots of love and blessings from all of us. Much love, Ashima and Ashish family. Thank you. Didi. You चाहिँ happy birthday Mivan from Eva, Anjana and David. खोल्ने हो यहाँ अलिअलि क्यास बिचरा थ्याङ्क यू अनि अर्को चाहिँ ह्याप्पी फर्स्ट बर्थडे बाबु मिवान फ्रम संस्कृति एन्ड फ्यामिली अलिअलि क्यास थ्याङ्क यू सबैलाई होलसेलमा थ्याङ्क यू भन्नु पर्ला आज अनि यो चाहिँ रमेशलाई हालिदिनु भएको होला रमेशलाई गिफ्ट कार्ड फर मिवान अनि यो चाहिँ हाम्रो घरकै मान्छे रहेछ ह्याप्पी बर्थडे मिवान छोरा लट्स अफ लभ एन्ड ब्लेसिङ फ्रम सानो बाबा सानो मम्मी युजिन दादा एन्ड युबिन भाइ यहाँ पनि अलिक क्यास पैसा देखाउनु पऱ्यो भोलि सपिङ गर्न जान्छु म छोराको अनि यहाँ ह्याप्पी बर्थडे मिवान फ्रम डेमिका एन्ड जगत को मेरो कपाल चलाउन आउने यहाँ पनि पैसा अलिअलि थ्याङ्क यू अनि हजुर बेबी यो चाहिँ बाजेले होला होइन बाजेले होला यो चाहिँ बाजेको तर्फबाट यहाँ बिचरा बाजेले नातिलाई अलिअलि बिचरा अलिअलि छ यहाँ सपिङ गर्नलाई त्यसपछि यो क्यास चाहिँ दाइ भाउजूले दिएको प्लस त्यहाँ गिफ्ट छ एउटा बिग गिफ्ट छ पहिला यो ओपन गरौँ अनबक्स गरौँ क्यास यो त यतै राखिदिनु पऱ्यो यो चाहिँ मलाई के भन्छ थाहा छ सो यहाँ चाहिँ एउटा त्यो छ ह्याप्पी बर्थडे भान्जा मिवान फ्रम मामा एन्ड माइजू कता साह्रो भयो क्या खुल्दैन त कस्तो साह्रो भएछ यो चाहिँ त्यो हो कि दाइले मलाई अस्ति फोटो पठाइदियो यो चाहिँ यसरी उभ्याएर नुहाउने त्यो हो कि बच्चालाई तर यो चाहिँ पुरै खोल्नुपर्छ यो नखोलौँ होला तर यो बच्चाहरूलाई चाहिँ नुहाउनलाई उभ्याएर कि त बसेर नुहाउनलाई एकदम फेमस हो अहिलेको यो
चलेको प्रोडक्ट हो प्लस एउटा बस्ने चेयर पनि रहेछ एकछिन लौड्नु पऱ्यो यो चाहिँ फ्रम कल्याण दाई अन्जु माइजू एन्ड अन्सिता ह्याप्पी फर्स्ट बर्थडे भनेर छ ए ज्याकेट रहेछ एक्सकभेटर छ अनि यहाँ अझै एउटा छ यो पनि सेम कल्याण मामा अन्जु बुजू एन्ड अन्सिता गुड्डु गुड्डु यो भयो यसमै हालिदिउँ है अनि यो चाहिँ के अरे हाम्रो सबिना दिदी र श्री दाईको फ्यामिलीबाट राम्रो छ कताबाट आउनुहुन्छ सो यति नै हो सो थ्याङ्क यू सबैजनालाई गिफ्टको लागि आइदिनु भएकोमा अनि मेहमानलाई माया गरिदिएकोमा